सो हे गाइज वेलकम ब्याक इट्स मी अर्जुन। आइएपछि सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु है। धेरै टाइमपछि मैले चाहिँ आज भ्लग लिएर आएको छु। धेरै नै समयपछि मैले लगभग कति 6 महिना समथिङ त्यस्तै कति भइसक्यो होला मैले भ्लग नबनाएको चाहिँ है। अनि आज चाहिँ छुट्टीको दिन थियो अनि अब झापातिर धेरै गर्मी छ नि त। अनि यसो कन्यामतिर आइदिएको घुम्न यहाँ भाइसँग। दाइ पनि हुन्छ यता हाम्रो तेज दाइ। हेलो। अनि दाइ कस्तो फिल भइरहेको छ त कन्याममा घुमेर? आज भाइ दामी रमाइलो। वेदर त्यस्तै छ फेरि हो। हेर्नु न पुरा हुस्से लागिरहेको छ। यस्तो छ पुरै वेदर। हामी चाहिँ यहाँ घुमिरहेको छौँ। अहिले यसो हल्का फोटोसोटो खिचेर आइम होइन। अनि त्यसपछि अब माथि डाँडामा जानुपर्ने छ। माथि डाँडामा जानुपर्ने पुरै उयो हुस्से लागिरहेको छ, केही देखिरहेको छैन। अनि सो त्यो रमाइलो भइरहेको छ। पुरै धेरै गर्मी भएर चाहिँ झापामा ससुराली गाउँ हुँदै तपाईँको तर चिनेन नि त ऊ भाइको ससुराली गाउँ अरे हुसेले पुरै चिनेन नि त। घरै कहाँ भनेर थाहा भएन। भाइको ससुराली धेरै तलै पर्छ। हरायो घरै छोरी पेचा पाउँदै हामी चाहिँ घुमिरहेको छौँ कि यता पुरा टिकटक फोटोहरू सुट भइरहेछ। बिचरा नचिनेको बुइनीलाई यार, बुइनी म तिमीसँग फोटो खिच्छु ल अरे दाइले मजा गर्नुहुन्छ यार। त्यस्तो त भएन नि त। यहाँ घुम्ने पनि टिकट बनाउनु पर्ने छ चढेर। अस्ति नै एउटा बनाएको थिएँ। त्यहाँ बोर त भएको छैन नि, रमाइलो भएको छ नि त्यही त। सबजनाले पुरै यो के अरे ज्याकेट स्याकेट भाइले पनि ज्याकेट लगाइरहेको छ। हामी चाहिँ गर्मी भएर भेस्ट लगाएर ज्याकेट स्याकेट ब्यागमा हालेर लगाइदिएर मैले चाहिँ जस्तो रमाइलो भइरहेको छ। यहाँ साइकल पनि पाइन्छ नि भाडामा साइक्लिङ गर्नको लागि। यस्तो बगानतिर घुम्नुपर्छ साइकलमा बगानतिर घुम्नु पऱ्यो भने कि टक्क जाने साइकलको भाडा कति लिन्छ। अनि त्यसपछि पुरै बगान घुम्ने साइकलमा यता मुनितिर गियरवाला साइकल हो दामी कुछ माथि चढ्नुपर्ने। अब डाँडामाथि सकिँदैन केही खाएको छैन, भोक लागिसक्यो। खाली पेटमा डाँडा चढ्नुपर्ने है त्यहाँदेखि। चढ्नुपर्छ बिस्तारै बिस्तारै। सुनेमा यस्तो मजा छ पुगेपछि कस्तो होला छोडिदिउँ न। उयो लपडाँडा त्यही माथिको सुन्नुमा त्यस्तो राम्रो छ। माथिको आएपछि कस्तो होला मजा आउँछ। ल प्रवेश गरियो है त लपडाँडाको है। टिकटक स्टार्ट भइसक्यो भाइ, बिस्तारै लडिन्छ। फाइनली हामी चाहिँ माथि डाँडा चढिसक्यौँ है। डाँडामा हेरेर सक्नुहुन्छ है मान्छेहरू त्यहाँ हुन्छ होइन। भ्यूहरू न भ्यू तल कन्याम यस्तो हुसिरहेको छ बब्बाल। हुसिलाएर केही मजाले देखेर पाएको छैन कि यहाँ तल स्कुल सुरु रहेछ। दाइ यहीँ छोपी चढ्नु त आफ्नै तालमा हुनुहुन्छ पुरै व्यस्त। होइन अगाडि त्यसरी पुरा अगाडितिर हिँड्न पर होइन पर हो पर पहिदिउँ कस्तो रहेछ घुम्दै घुम्दै। चिसो छ कि छन चाहिँ तर बेस खोलेको खोल्न चाहिँ पसिना आएछ मजा लामै गर्मी भएन दाइ। तपाईँको फेरि भित्र टिसा लाग्यो होला पुरै भेस्ट लाग्नु पर्छ दाइले। ल भर्खर फेरि त्यो देखेर अलिक पुरिसक्यो यस्तो हुँदैन नि। चस्मा खोजेन त टाउकोमा चस्मा फेरि म सुहाउँदैन क्या। टाउकोमाथि चस्मा राख्यो भने म सुहाउँदैन आँखामा यसरी तेरि जस्तो क्या भनेको सुहाउँदैन। तर त फेरि माल देखेर नि तरिका त तपाईँ पनि कुडा पाउनुहुन्छ होला तपाईँले फोटो खिच्ने गरी आन्टीहरूसँग घरि बुइनीहरूसँग भन्दिनँ भनेको मुलासक्का तिमीहरूलाई भन्न नआउँछु। दाइले के सोध्यो भाइ दाइले? दाइको कला देखिदिनुहोस् खतरा खानु दाइको।
एकदम फोटो राम्रो आउँछ क्या हौ फोटोहरू चाहिँ ए हुस्से लगाएर यो खालको पोज एउटा मेरो यो पोजमा खिच न भनेको यसमा अलिक राम्रो हुन्छ ल हौ यो चाहिँ पोज चाहिएको ठिकै छ यस्तो सिलमा यति कुरा जानुपर्छ क्या ल के हो खाल्टो यस्तो यो फोहोर फ्याल्ने ठाउँ छ है यो फोहोर फ्याल्ने ठाउँ नै यति राम्रो छ अनि के हो पिकनिक हो यो गीत बजिरहेको छ फेरि कपिराइट लाग्ने बेस छैन पिकनिक रहेछ है पिकनिक तल के छ के हो तल पिकनिक खान पिकनिक भइ चलिरहेको छ त्यहाँ फेरि शीतल भयो दामी कपाल पो चलिरहेछ यस्तो देखाउनु हुँदैन दामी आम्मा उठे चलेको कस्तो फुर्रो उडेको होस् दाइको आफ्नै ताल छ बा उहाँ पछि गीत बेताली सिद्धिरहेको छ ताइले फेरि ल है ल है ल है ल है त्यही फ्यान कस्तो के लगाइरहेको छ है लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्दै गर्नु होला है त आज बबालाई रमाइलो हुन्छ हेर्दै जानु कन्यामको भ्यू आजको चाहिँ यस्तो छ है रमाइलो छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला एज ए भ्लगलाई है त के हो केटीहरू त अलग छ नि त केटीहरू क्यान्डीहरू चिन्दैन त हौ खुसी लागेर क्या केटी हो क्यान्डी रहेछ नि अघि त्यहाँ डाँडाबाट आएको त डाँडा पुरियो उता हेर्दाखेरि त पुरीको थियो हुसे त के रहेछ के छ कता कुनै ठाउँमा जानुपर्छ एकछिन टिकटक बनाऊ भनेको खै कहाँ बनाउनु यस्तो हुसे लगाएर टिकटक त बनाउनै दिनु नदिनु हो नि त अघि अलिकति घाम लाग्यो फेरि हुसे लाग्दैन नि बिजो बनाइदियो क्या अहिले छोडेको लागिरहेको छ मलाई त के छोडिसक्छ जानु नि त तिनीहरू खिचिदिन्छु म खिच्दा हुन्छ है बहिनी जानु फोटो म खिचिदिन्छु आइफोन हो लु जाइ जानु त ल ल जानु जानु फोटो खिचिदिनु हो फोटो होइन कस्तो यस्तो त्यस्तो भएन होइन यस्तो ल यता हेर्नु है ल भयो हुन्छ गर्नु सिकाइदेऊ न अघिको पोस्ट त अघिको पोस्ट सिकाइदेऊ न यस्तो पाला यो पाला तँ अलिक राम्रो खाएन होला क्या ल दाइ लड्नुहुन्छ है फेरि पोजेर सिकाइदियो भने अझ अरू पनि ल दामी दाइ फेरि मैले फोटो खिचेको छुइनँ कि स्क्रिनसट लिनुपर्छ नि फेरि अरे भिडियोमा पोस्ट सिकाइदिनु अरे बहिनीहरूलाई तपाईँले चाहिँ पोस्ट सिकाइदिनु अरे हो तपाईँले चाहिँ बहिनीहरूलाई मलाई त आउँदैन बहिनी त्यही भएर त तिमीहरूलाई सिकाउनु लाग्यो ऊ त्यो बेला पोच्छ त्यो बेला पोच्छ लु त फेरि खुलिछ त माथि त अनि ल एउटा यस्तो गरेको ल ल हुन्छ भयो ल जाउँ ल फ्याम म चाहिँ फोटो खिच्छु ल मेरो चाहिँ फोटो खिचेको छुइनँ कि तपाईँहरू भ्लग हेर्दै गर्नु म चट्टलाई एकछिन फोटो खिच्छु त्यसपछि भेट्छु है त घोडाहरू त सही रहेछ यार यहाँनिर
बाबरे दामी यो पो खतरा क्या घोडा त सही छ त है फोटो ए कोसँग यो त ए अनेक ग्रुप होला नि त अघि बस्तीमा यहाँनिर बनाएको थिएँ टिकटक घुमेको थिएँ उहाँ उयो घुमेको छैन त्यहाँनिर टिकटक बनाएको थिएँ मैले यहाँनिर के बनाइदिनु भएन भिडियो म यहाँनिर चढ्ने टिकटक बनाउने है त एउटा भिडियो बनाउँछु ल हामी चट्टा खाना खाना गइरहेको छौँ है साह्रो भोक लाग्यो क्या भिडियो सिडियो बनायो हरियो त्यहाँनिर अनि खाना आएको यहाँ कन्याम लेखेको ठाउँको ठ्याक्कै अगाडिपट्टि चाहिँ आइरहेको छु होइन दाइ र भाइ त खाना नखाने भन्नु थियो मलाई चाहिँ साह्रै भोक लागिरहेको छ त्यो म चाहिँ खाना खानु पऱ्यो दाइहरू चाहिँ अरू नै खाजा खानुहुन्छ केही होइन अनि यहाँनिर बस्ने होटल छ त्यहाँनिर अस्ति नै छिटाएको थियौँ त्यहाँदेखि आएको बेलामा त्यहाँनिर खाना खाएको थियौँ क्या अनि अहिले पनि त्यहाँनिर जाने भनेर नि ल गाइस हाम्रो होइन खाना खाने टाइम भयो हजुर है नास्ताको टाइम सो त्यही हो हामी चटेर खाजा खाएर छौँ है मेरो चाहिँ खाना खाने प्लान थियो तर अब दाइले भाइले चाहिँ खाना होइन अब यहाँनिर आएपछि तातो थुक्पा खाऊँ न भन्ने कुरा अब अनि हामी चाहिँ थुक्पा खायौँ होइन खानासाना खाइएन थुक्पा चाहिँ खाएर यहाँ डम्म भएर चाहिँ हिँडिँदैछ अघि डाँडा यता छ अघि डाँडा माथि छ अझ हामी टक्क त कन्याम लेखेको बोर्डमा जाँदैछौँ होइन हिँड्दै हिँड्दै यस्तै छ हामी चाहिँ खाजा खाउला जग्गानिर हो लागिँदैछ अब त्यहाँनिर फोटोसोटो खिचेर होइन त्यसपछि अनि हामी अघि आएको गाडी चाहिँ गाडीमा आएको नि त बाइकमा आएको होइन अब तिनजना बाइकमा आउने कुरा भएन त्यही भएर अनि गाडी पनि आउँदैछ हाम्रो अर्को अघि आएको गाडी त्यही अब टक्क त्यहाँनिर जान्छौँ फोटोसोटो खिच्छौँ बस्छौँ त्यसपछि अनि लाग्ने हो घरतिर है त अब एकछिन पर्छ है त्यही हो यहाँ चाहिँ दामी भइरहेको छ हजुर जिप लाइन कहाँ हो यो चाहिँ 2 किलोमिटर अगाडि 2 किलोमिटर अगाडि होइन नगरौँ यस्तो चाहिँ चाहिँ कन्याम लेखेर ठाउँमा चाहिँ होइन यस्तो प्याक है भन्न सकिन्छ दाइको लुक्स फेरि के हो बा मागेर खायो दाइ कति हो कि खेलेको चाहिँ 800 रुपियाँ खेल्नु चाहिँ यो कि यो ए कति हो यस्तो बनाएको चाहिँ 500 एउटाको महँगो रहेछ दोकाने गर्लफ्रेन्ड लगाएको बेलामा है अब तिनजनाको छौँ कि गर्लफ्रेन्ड लिएर आएको बेलामा चाहिँ अनि यस्तो फोटोसोटो फ्रेमहरू पाउने अब अहिले होइन यहाँ सुटिङ हुँदैछ है यो घुम्नेमा मैले चाहिँ बन्न सकेको छु घुम्नेमा चाहिँ के भयो राम्रो केटाहरू मिलाएर हुँदैन भनेको डिस्काउन्ट छैन अरे ह्यान्डसम केटाहरूलाई 100 रुपियाँ राम्रो ह्यान्डसम भन्ने पो हो त ल खै त हाम्रो गाडी कतिखेर आउँछ होइन कल पनि गर्नु पर्ने तैँले हामीलाई यहाँ उभिको गर ठुमक ठुमक तू पहाडी बाटो छम छम पायल घुंगरू बाजने त्यारे खुटमा ठुमक ठुमक जब हिट छे तू पहाडी बाटोमा छम छम पायल घुंगरू बाजने त्यारे खुटमा डाल त्यारे कंगना हाथ में चूड़ी छने हरा के दिइरहेछ र बच्चाले बा सो त्यही होइन हामी सबै त घुमेर फिरेर काम सकिसकेको छौँ तर हामी घर फर्किन आँटेको है घर फर्किन आँटेको गाडी यहाँनिर छ यहाँ गाडीपट्टि छ गाडी यहाँदेखि गाडीपट्टि छ गाडी होइन अन्त यहाँनिर हुन्छ अब चट्टी लगाएर यहाँदेखि चाहिँ अब हामी बिर्ताबाट होइन भाइरल लुकसम्म बर्नेको त्यहाँसम्म जान्छौँ त्यहाँ गएर अनि त्यहाँ यसो फोटोसोटो खिचेर फेरि त्यहाँनिर पनि होइन भ्लग्सको गरेर अनि चट्टा लगाएर अनि चाहिँ घर जाने हो त्यहाँबाट चाहिँ सो त्यही हो अब अहिले एकछिनमा तलै पुगेर भेटौँ ल है त अब चट्टा लगाएर हामी गाडी साडी चढिसकेको छौँ गाडी हिँड्न मात्रै बाँकी छ मान्छेहरू भर्नु पर्ने छ भएको छ यहाँनिर होइन प्याक छ प्याक पुरै प्याक हो अझै मान्छे बस्नु बाँकी छ मान्छे बिनाको प्याक छ मान्छे बिनाको फाइनली गराइसक्यौँ होइन
अनि उहाँ त अब एकदम चिसो थियो, यहाँ चाहिँ एकदम गर्मी छ क्या। बाटोमा यता बिर्ताउन लागेपछि मैले गर्नु सकिनँ, घामतिर गरेर आमा यस्तो चाहिँ घाम छ नि यहाँ त झापामा त। पढ्नेमा चाहिँ बवालै जाडो थियो है, मजा आइरहेको थियो। अनि यहाँ चाहिँ अब यस्तै छ गर्मी, त्यही गर्मी भएर चाहिँ झापा उता पढ्नेमा गएको त्यस्तै भएन, घुमेर आइयो, त्यो राम्रो गयो रमाइलो भयो। सो त्यो अब आज चाहिँ भिडियो दिनुहुन्छ यति भन्नको लागि मात्रै म यहाँनिर अहिले आएको है त। हस् त, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्नु होला, भिडियो पुरै हेरिदिनु यति भन्दै। हस् त, बाई।